अब चाहिँ ब्याक टु नर्मल डे है गाइज। सो हेलो एभ्रिवान, इट्स मी रोशना। वेलकम टु अ डे इन माई लाइफ एज अ स्टुडेन्ट इन नेपाल, डे 26 मिनी ब्लग। सो मलाई चाहिँ अलि सन्चो छैन, त्यसैले मेरो बोली चाहिँ अर्कै सुन्न सक्नुहुन्छ र मेरो आवाज अर्कै आयो भनेर चाहिँ माइन्ड नगरिदिनु होला। हामीले योभन्दा अगाडि धेरै रमाइलोहरू पनि गर्यौँ, साथीको बिहे पनि राम्रैसँग भयो, रिसेप्सनमा पनि हामी गएर धेरै रमाइलो गर्यौँ भने चाहिँ ब्याक टु नर्मल डे हो गाइज। सो अब बिहान उठेर कलेज पनि जानै पर्यो, के गर्नु पढ्नु पनि पर्यो। त्यसैले बिहान चाहिँ म 5 बजे नै उठिसकेको थिएँ। कलेज चाहिँ हाम्रो मर्निङमा भएको भएर म चाहिँ बिहानै 5 बजे उठेर सावर लिएर पनि अनि कलेज ड्रेस लगाएर रेडी भइसकेको थिएँ। अनि यो चाहिँ थियो मेरो मर्निङको स्किन केयर रुटिन। अनि म चाहिँ बिहान कलेज जानुभन्दा अगाडि आफ्नो स्किन केयर पनि गरेर जान्छु अनि सनस्क्रिन पनि लगाएर जान्छु कि। अनि देख्न सक्नुहुन्छ म चाहिँ अलमोस्ट रेडी भइसकेँ कलेज जानको लागि। अनि कलेज जानुभन्दा अगाडि चाहिँ म केही खानेकुराहरू खाएर नै जान्छु, यतिकै चाहिँ जाँदिनँ। अब चाहिँ म कलेज गएको है त फेरि ढिलो हुन्छ, क्लास पनि मिस हुन्छ, म्यामले डह्रो गाली गर्नुहुन्छ फेरि। अनि म चाहिँ कलेज सकाएर फाइनली घर पनि आइसकेको छु। अनि मेरो हातमा के छ भनेर देख्न सक्नुहुन्छ, मैले चाहिँ सामान लिएर आएको थिएँ। घर फर्किने बेलामा चाहिँ मैले बजार पसेर सामान पनि लिएर आएको थिएँ र यसमा चाहिँ मैले बजारबाट किनेर लिएर आएको सामान र अनलाइन अर्डर गरेको सामान दुइटै छ। र यो खोलेको भिडियो चाहिँ म यो मिनी ब्लग पछि चाहिँ राख्ने छु र हेरेर चाहिँ माया र सपोर्ट गरिदिनु होला त्यो भिडियोलाई र यो भिडियोलाई पनि। सो यस्तो गर्मी छ नि त बाहिर त, अनि त्यही भएर अब चाहिँ म छिटो छिटो सावर लिएर खाना खान जान्छु। र मेरो कपडा हेरेर चाहिँ मलाई जज नगरिदिनु होला। यस्तो गर्मीमा कसले फिटिङ कपडा लाउँछ त नि, म त घर बस्दाखेरि यस्तै कपडा लगाउँछु, जुन चाहिँ सजिलो हुन्छ, जुन आफूलाई कम्फर्टेबल फिल हुन्छ त्यही कपडा नै लगाउने हो। अब चाहिँ ढिलो नगरिकन म खाना खान जान्छु किनकि मलाई भोक लागिसकेको छ। कलेजबाट आउँदा आउँदा नै भोकले पुरै रन्थनिसकेको हुन्छ कि। अनि त्यही भएर म चाहिँ आउने बित्तिकै छिटछिटो सुरुमै खाना खान्छु। अनि खाना खाइसकेपछि चाहिँ म चाहिँ बारीतिर गएको थिएँ कि फर्सीको मुन्टाहरू टिप्नको लागि। अनि फर्सीको मुन्टा टिप्दा टिप्दै पानी परेर ओ माइ गॉड सबै भिजेको के। म त सुरुमा त मसिनो परेको थियो, त्यसपछि त ठुलो परेर सबै भिजेकै। अनि हेर्न सक्नुहुन्छ मैले फर्सीको मुन्टा चाहिँ यति टिपेको थिएँ। यो चाहिँ अन्तिम भइसक्यो। फर्सीको मुन्टा चाहिँ अलिअलि पहेँलो भएको रहेछ। अब चाहिँ अन्तिम भइसक्यो, अब सकिन लागिसक्यो, धेरै पनि छैन, अब 1 छाक जति चाहिँ हुन्छ होला। त्यसपछि मैले बेलुका खानामा चाहिँ बनाएँ फर्सीको मुन्टा र आलुको तरकारी। हेर्न सक्नुहुन्छ कस्तो मिठो भएको थियो कि, सेम मासुको जस्तै फ्लेभर आएको थियो। अनि त्यसपछि छ हाम्रो यहाँ काँक्रो, आलु र चनाको अचार। हाम्रो घरमा चाहिँ अचार चाहिँ हप्तामा कतिचोटि खान्छ होला भन्ने पनि थाहा छैन कि मलाई। अचार चाहिँ बनाई खाइ हुन्छ कि। अनि यहाँ चाहिँ छ साइडमा हाम्रो दुध उम्लिनु भइरहेको छ। हामीले चाहिँ बेलुकै लिएर आएर चाहिँ दुध उमालेर राख्छौँ भोलि बिहानको लागि, सो सजिलो हुन्छ नि त भोलि बिहान। त्यसपछि चाहिँ हामीले खानासाना खायौँ। अनि फ्रेसन अप भएर मैले चाहिँ आफ्नो नाइट स्किन केयर गरेँ। आजको लागि यति नै। सी यु इन माई नेक्स्ट मिनी ब्लग। यी हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर र फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।